नमस्ते साथीहरू, डेली नेप्से अपडेट नेपालमा तपाईलाई स्वागत छ। नेप्से 17 गते 2006 मा बन्द भएको छ। अब सबैको मनमा एउटै प्रश्न छ कि यो र्याली अझै अगाडि बढ्ला कि अब करेक्सन सुरु हुन्छ कि 2700 कोलम लेभल ब्रेक होला त कि फेरि ट्र्यापमा परिने हो। यदि तपाई पनि अहिलेको मार्केटमा इन्ट्री लिने कि प्रॉफिट बुक गर्ने भन्ने अलमलमा हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नु होला। आज म तपाईलाई रियल डेटाको आधारमा एउटा क्लियर गेम प्लान दिनेछु। आजको मार्केट ब्रेकडाउन साथीहरू 17 गतेको मार्केटलाई हेर्ने हो भने नेप्से 2673 कोलम्ब बिन्दुमा क्लोज भएको छ। बजार दिनभरि नै निकै भोलाटाइल देखियो। बायर र सेलर बीच ठूलै संघर्ष चलिरहेको प्रष्टै बुझ्न सकिन्छ। अहिले मार्केट ठ्याक्कै रेसिस्टेन्स जोनको नजिक छ। यो लेभल साइकोलोजिकली पनि एकदमै महत्त्वपूर्ण छ किनकि हामी 2700 कोलम राउन्ड नम्बरको निकै नजिक छौं। यदि भोल्युमले साथ दियो भने मोमेन्टम टिकिरहन सक्छ, तर भोल्युम कमजोर भयो भने फेक ब्रेकआउट हुने सम्भावना पनि उत्तिकै रहन्छ। टेक्निकल एनालाइसिस, इम्पोर्टेन्ट लेभल्स। अब केही टेक्निकल कुरा गरौँ। हाम्रो पहिलो रेसिस्टेन्स 2700 देखि 2720 कोलम जोनमा छ। यदि यो जोन ब्रेक भयो भने नयाँ र्याली सुरु हुनेछ। त्यसैगरी तलतिर 2630 देखि 2650 कोलम एरिया एउटा बलियो सपोर्टको रूपमा देखिएको छ। जबसम्म मार्केटले यो लेभललाई होल्ड गर्छ तबसम्म ट्रेन्ड बुलिश नै रहनेछ। तर आरएसआई लाई हेर्दा मार्केट अहिले ओभरबट जोनको नजिक छ, जसले गर्दा सानोतिनो पुलब्याक आउन सक्ने संकेत देखिन्छ। भोलिको लागि दुईवटा सिनारियो। भोलिको मार्केटमा दुईवटा कुरा हुन सक्छन्। एक, ब्रेकआउट र्याली। यदि बजार 2700 भन्दा माथि बलियो भोल्युमका साथ क्लोज भयो भने मार्केट 2750 सम्म पुग्न सक्छ। दुई, प्रॉफिट बुकिङ। यदि 2700 कोलम लेभल पार गर्न सकेन भने 2630 सम्मको एउटा हेल्दी करेक्सन देखिन सक्छ। सेक्टर अब्जर्भेसन सेक्टरको कुरा गर्दा बैंकिङ सेक्टरले मार्केटलाई राम्रो सपोर्ट दिइरहेको छ। हाइड्रो पावरमा मोमेन्टम ट्रेडिङ चलिरहेको छ भने डेभलपमेन्ट बैंकहरूमा पनि अचानक उछाल आउन सक्ने देखिन्छ। त्यसैले अहिले सेक्टर रोटेसनमा विशेष ध्यान दिनुहोला। स्मार्ट ट्रेडिङ स्ट्र्याटेजी। मेरो सल्लाह के छ भने ब्रेकआउट कन्फर्म नभएसम्म हतारिएर ठूलो इन्ट्री नगर्नुहोस्। अनुशासनका साथ स्टप लसको प्रयोग गर्नुहोस्। प्रॉफिट भएको ठाउँमा थोरै थोरै पार्सेल प्रॉफिट बुक गर्न नबिर्सिनुहोस्। र सबैभन्दा मुख्य कुरा FOMO मा नफस्नुहोस्। मार्केट अनुशासनले चल्छ, भावनाले होइन। क्लोजिङ। अब तपाईलाई के लाग्छ, 2700 ब्रेक होला कि करेक्सन आउला? कमेन्टमा आफ्नो विचार लेख्नुहोला। यस्तै डेली नेप्से अपडेटको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। भोलिको मार्केटको क्लियर रोडम्याप म तपाईलाई समयमै दिनेछु। धन्यवाद।